आज म गोरखामा रहेको गोरखा दरबारको यात्राको क्रममा निस्किएको छु। जुन हामीले पुस्तकमा पढेका थियौँ, जुन गोरखाली गोरखनाथ र पृथ्वीनारायण शाहको जीवन कहानी, यसै विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो एक गोरखनाथका भक्त, जसले पृथ्वीनारायण शाहलाई के आशीर्वाद दिएका थिए र गोरखनाथ को हुनुहुन्छ र कसरी प्रकट हुनुभयो भन्ने विषयमा बताउँदै हुनुहुन्थ्यो। यदि तपाईँहरू उहाँको कुरामा विश्वास गर्नुहुन्छ भने जय गोरखाली लेख्न नभुल्नुहोला। अब उहाँले के भन्दै हुनुहुन्छ एकैछिन यो भिडियो सुनाऊ। गोरखा जिल्ला थिएन, यसको नाम सुनगिडी पहाड थियो। यसको नाम यो 3 राजधानी हो पनि, माथिल्लो कोट घले राजा, बिचकोट भुसल खड्का राजा, तल्लो कोट मगर राजा, 3 राजधानी। गोरखा थिएन, सुनगिडी पहाड थियो यसको नाम। बाबा गोरखनाथ प्रकट हुनुभयो, गोर्खा भयो। बाबा गोरखनाथ प्रकट भएपछि बल्ल गोर्खा भयो। अनि यसको तिथि नीति न्याय निशा बाबालाई मन परेन, यहाँको यो राजाको। यहाँ त्यतिखेर को राजा थिए? भुसल खड्का राजा थियो। अच्छा, भुसल खड्का। यसको नीति नियम बाबालाई मन परेन। के थियो त, उहाँले छोरोको बिहा गर्नु पर्यो, जन्ती कहाँ गयो? दुलैको घरमा। बरियात कहाँ जानु पर्थ्यो? दुलाको घरमा, होइन? बरियात दुलाहरू जानु पाउँथेन, यहाँ ल्याउनु पर्थ्यो पहिले। त्यो दिनको मोसमती उसले लुट्थ्यो, बल्ल भोलिपल्ट बुहारी आउने घर लानु पाउँथ्यो। यो नीति बाबालाई मन परेन। राम्रो क्षेत्रीय राजा खोज्नु पर्यो भने बाबा राजा खोजी जानुभयो। राजा खोजीमा जाँदा कहाँ जाउँ त भन्दा पहिला 3 सहर नेपाल, काठमाडौँ भ्याली, 3 सहर नेपाल जानुभयो। नेपाल त पछि भएको, नेपाल त्यहाँ जानु। सारा जनता घरमा गएर गोरख जगाइदिनु भयो। भोलिपल्ट सारा जनता घरमा जानुभयो, तर कसैले वास्तै गरेन, चिन्दै चिनेन। यी जनतामा चेतनशील रहेन, यिनीलाई चेताउनु पर्यो भने मृगस्थलीमा चिन्नु भयो भने जानुभयो भने मृगस्थली हो। त्यहाँ गएर 12 वर्षको तपस्या लिइदिनु भयो। सारा नागलाई आसन लगाएर नागमाथि आफू बस्दिनु, गोरखनाथ बाबा। र नाग नहेपछि पानी कसरी पर्ने? देशमा अनिवृष्टि हुन गयो। आज भोलि 1 वर्ष 2 वर्ष छोडौँ, पशु पंक्षी मान्छे कुरो नगरौँ, पशु पंक्षी आफै भुतभुत हुन थाले। जनता नभएपछि कसो राजा हुने? देशमा रोग लाग्छ राजा चिन्ता हुन्छ नि, घरमा अनिकाल लाग्यो भने बाउलाई चिन्ता हुन्छ, देशमा रोग लाग्यो भने राजालाई चिन्ता हुन्छ। अरूलाई त चिन्ता लाग्यो, जनता आफै भुतभुत मर्न थाले। अनि 3 सहर भ्यालीका सारा ज्योतिषलाई बोलाएर पट्टङ्गीमा राखेर ल देशमा कहाँ के हुन गयो हेर भनेर ज्योतिषलाई जिम्मा दिनुभयो। ज्योतिषले पनि लिखित भएको गणना गरेर बताउने, लिखित नभएर उहाँले बताउन सक्नु भएन। एउटा मिश्रा भन्ने बाजालाई चिन्ता लाग्यो, देशमा रोग त लाग्यो त नि, उहाँले बताउन सक्नु पऱ्यो नि भने उहाँ ध्यान दृष्टिमा बस्नुभयो। ध्यान दृष्टिबाट हेर्दाखेरि गोरखनाथ बाबालाई रिस उठे यति गर्नुभएको भने उहाँले पत्ता लगाउनु र राजाले भन्यो यो कारण यो हो। यसको उपाय के छ त? अब यसको उपाय एउटै छ। दक्षिण भारत कमस्यामा उहाँका गुरु मचिरनाथजी हुनुहुन्छ, उहाँलाई यहाँ ल्याउने उपाय भने समस्या हल भयो, न त हल छैन। अब को आउँछ मचिरनाथ, जो उपाय गर्दा आउँदैन। फेरि राजाले राजपाट भाइ भर्दा सुम्पेर आफै जाने प्रक्रिया मिलाउनु भयो र उहाँ जानुभयो, वार्ता गर्नुभयो, वार्ता मिल्यो, आउने प्रक्रिया भयो। बच्चाको रूपमा आउनुभयो, भोटो लगाए। जो भोटोको जात्रा भइरहेको छ नि, भोटो लगाएर आउनुभयो, मचिन्द्रनाथको जात्रा, भोटो जात्रा। र त्यो ज्याबु भाटा गएर आफू भोटो फुकालेर भोटो चाहिँ सम्हाल है, उसलाई जिम्मा दिएर आफू फेरि सचित रूपमा मृगस्थली पहुँचिनु भयो। अब चेलो नजिकमा त्यो घमण्ड लिएर बसिया छ, ऊ पर उभिदिनु भयो। अब गुरुको दर्शन गर्नु परेन? जसरी गुरु भने गोरखनाथले अब गुरुको दर्शन गर्नु पर्यो, नागबाट त उत्रिनु पर्यो, आसन लाएर बस्नु भएको छ। र त्यहाँ उठेर गएर दर्शन गर्नुभयो गुरुको। नागहरू आफ्नो आफ्ना स्थान उतिखेर बारिस भयो, पानी पर्यो। गुरुको दर्शन गरिसकेपछि मल्ल राजा फर्केर तैँले मेरो यति गराइस्, तेरो राज्यमा हरेर छाड्छु, तेरो राज्य छिरेर छाड्छु भनेर फर्केर आएर गुहा प्रवेश गर्नुभयो। तर दुध रहा खाऊ भनेर आइटा छोडिदिनु भएको थियो मम्मीले। उहाँको गाईको सेवा गर्दै जानुभयो। यता बाबुकोना दिउँसो 12 बजीसम्म पुग्नुभयो, गोरख जगाइदिनु भयो पट्टङ्गीमा। ऊ त खानासाना खाएर कौसिया आराम गरिरहेको थियो। हेरेको साधु दान पुण्य गर्नु पर्यो र भण्डार गएर थालमा भेटी पैसा जे छ राखेर दान दिन आउँदाखेरि बच्चा मेरो भिक्षामध्ये मेरो गोरसले भन्नुभयो गोरखनाथ बाबाले। दरबारले भन्नु महाराज दही मुथ्यो दरबार पठाइयो, दुध दही दरबार पठाइयो, भण्डार खाली छ, चल जा देख भन्नुभयो। बाबु बाढी त मान्नै पर्यो। गएर भण्डार गएर त्यो खाली कराई दुधले भरिया रहेछ। अब बाबा त पट्टङ्गी आँगनमा हुनुहुन्छ, सानो फुच्चे, उहाँ त खप्परमा खानी, त्यो कौसे पुर्याइदिनु भयो खप्पर यसरी
जबले खप्पर देखायो त्यो आसारै मान्यो यी सामान्य योगी होइन यी त बाबा गोरखनाथ हुन् अनि फर्केर आएर पाउमा दण्डवत गर्यो र सिधै कौशिया लाएर बाबालाई आसन राख्यो अनि त्यो दुधमा खिर पकायो दुवैजनाले मजाले खिर खायो अनि बाबा खुसी हुनुभयो अनि 3 ढाप मारेर लु आजदेखि गोर्खा राज्य तँलाई भन्नुभयो अब पढा लेखा नभएको हो त पढाइ नमान्छे मूर्ख हुन्छ अरे ज्ञान हुँदैन अरे अनि उसले के भने गोर्खामा त किन मार 3 सर नेपाल पनि मैले पाऊँ तेरो पढा लेखा छैन तेरो दान पुण्य छैन तेरो लागि गोर्खा मात्र र तँदेखि 4औं राजा ऊ केही वीर पुरुष निस्किन्छ उसले बल्ल थिति नीति न्याय निशा मानापाती तुला काटा उसले बाँध्ला र उदेखि 7औं राजा और वीर पुरुष निस्किन्छ बल्ल उसले 2224 राजा हरण गर्ला सिंह एउटा नेपाल बनाउला तेरै सन्तानले भोग्ने छन् अहिले त धेरै सोध्छ भने अन्तर्ध्यान हुनुभयो अब यहाँको जनताले फेरि के मन लगायो यो राजा कसैलाई मनै नपरेन जैसे पैसा त्यसमा केन्द्र चाहिँदैन चाहिँ उठ्दा थियो नि जनताहरू अब फेरि चाहिन्छ उर्लिनु पर्छ फेरि राजा चाहिँ अब त्यही जनतालाई चाहिएको राजा अब जनता चाहिँ राजा के काम छ अब यो राजा निकाल्नु पर्यो राजा निकालेर अर्को राजा चाहियो नि फेरि राजटारमा गएर नारायणदास अर्याल राजटारमा गएर दरवेशासँग वार्ता गरेर हजुर गोर्खाको राजा बन्नु पर्यो अब भनेपछि गोर्खा राजा बन्न पहिला लिलीकोट राजा बन्नु पर्यो दौडेर अगाडि हुनु पर्यो अनि बल्ल यहाँको अधिकार लिलीको दौडमा छोडिदिए राजा छोरो बसेर खाना चाहिँ कहाँ दौडिसक्छ जुन अगाडि जान्छ त्यसलाई सिद्धाइदिइहाल्ने 7 वटा सिद्धेपछि बल्ल उहाँ पुग्नुभयो अनि उहाँ जिताइयो यो 3 राजधानी यहाँ पहिला तल्लो कोट मगरासँग वार्ता भयो उसको चित्त बुझ्यो छोडिदियो उसले यो भाषा वार्ता गर्न आयो यो मूर्ख मानेन फेरि ऊ भाषा वार्ता गर्न गयो ऊ पनि उसको चित्त बुझ्यो छोडिदियो फेरि यो भाषा वार्ता गर्न आयो यो त मानेन यसले त मार्नै पर्यो यसले नमारे 3 राजधानी एउटै भएन फेरि यसको सोख भनेको स्त्री र माछा यो 2टा पाएपछि मर्न पनि तयार हो ऊ गद्दिया बस्यो नि गद्दिया बसेर राजा मार्न पाइँदैन गद्दी नछोड्ने र बुढी गण्डकी माझीहरूलाई त्यो गण्डकीको ठुलो माछा जिम्दै पक्रिने भनेर आदेशले अनि जालसाल हानेर ठुलो माछा पक्रे अनि पट्टङमा ल्याएर माछा राखेर सरकार माछा हेरेर सोभारी हुने भनेपछि बल्ल उसले गद्दी छोड्ने अवस्था भयो दरेसा तरबार लिएर बसेर काट्न भनेर ढोका त होचो निहुरे निक्लिनु पर्यो त्यही निक्लियो भने काटेर राजपाट गर्नुभएको 1481 मा 1481 त्यहाँबाट बल्ल गोर्खामा साबौसीको उदाय भयो दरवेशाल 3 राजधानी एउटा बनाउनु भयो त्यहाँ 4औं राजा भनेको को पर्नुहुन्छ रामशाह पर्नुहुन्छ र उहाँले यस नजिकको 2-4 राज्य उहाँले लिनुभयो र उहाँदेखि 7औं राजा भनेको पृथ्वी शाह पर्नुहुन्छ उहाँले बल्ल 2224 राजा हरण गरेर सिंह एउटा नेपाल बनाउनु भयो तपाईँलाई भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सेयर गरिदिनुहोला।